आज चोकेली खलकको कुल पूजा अनि यहाँ हाम्रा दाइ अभिभावकहरू टी सर्ट बाँड्ने कार्यक्रम भइरहेको चोकेली खलकको टी सर्ट देखाइदेऊ त गणेशमान हाम्रो चोकेली खलकको टी सर्ट ट्याक्क लगाएर चोकेली खलक भीमसेन थापा त्यही छ गोर्खा ल है त साथीहरू यहाँ भन्नु न त यहाँ भिडियोमा धेरै समय पछाडि यो हामीले चाहिँ लाउन पाइरहेको पाएको छ लुगा टी सर्ट पाइरहेछ तपाईँहरू पनि यदि लाउन मन भयो चोकेली खलकमा आउनु होला एकदमै सिस्टमेटिक टी सर्ट पाइयो यसपालि आएर ब्रान्ड हो ब्रान्ड पनि देखाइदिनु कहाँ फेरा थियो ब्रान्ड तपाईले कहाँबाट ल्याएको थियो नि छुछु गोरे ल्याएको पैसा किन ल्याएर यहाँ खानेकुरा चाहिँ टन्ने छ तर पेट चाहिँ भोकै छ है के हो गणेशमान खानेकुरा यहाँ टन्ने छ गणेशमानको पेट भोकै छ हाम्रो भाइलाई अब हाम्रो ठ्याकले उडाइदिएला है औ यता लग्नु ए कस्तो पछि भन्नाले भिडियो क्यान्सिल हान्ने हो क्या यति अन गरेको रे फोरको छ अब यसपालिको पनि यस्तो फोटो हान्न पर्यो नि छुटेकाहरूलाई यसो खिन्न पारिदिनु पर्यो नि अर्को वर्ष त जसरी जानुपर्छ भन्ने त पारमा छ कि भाइ
गुन्डाहरू जस्तो देख्यो ठ्याक्कै सेक्युरिटी गार्ड जस्तै देखाएको तिमी जस्तो देखा भन्नु होइन है सेक्युरिटी गार्ड भनेर रविना तिमी त नातिनी चोटी पो परेको त छोरा पनि होइन नातिनी चोटी पऱ्यो ल सिङ्कुलको चिसो रहेछ फेरि ल अब हाम्रो लगभग दिवाली पूजा अन्तिम चरणमा आइसकेछ पुजारी बाले टिका लगाइसक्नु भएको छ अब बिस्तारै खाने बेला खायो लाटा त नले हान्छ पाले पाल्लाम यो नियम विपरीत भयो एउटा चौपटी भयो आता थालीमा त धेरै पैसा भयो छिटो हुँदो रहेछ नमस्ते नमस्ते होलसेल सबलाई नमस्ते लगभग दिवालीको हामी अन्तिम चरणमा छौँ होइन पूजाको चाहिँ यता एउटा टिका लगाउँदै गर्दा छिटो हुँदैछ गयो यसमा पछि अर्को लु त छिटो भएर चाहिँ यता पक्का बसिरहेको हात खाली भयो जानु यहाँ बस यहाँ यसो बस यस्तो लेखेको बोइलरको कुखुरा ल्याएर काटेर भुत्ला खाइदियो त्यो यतापट्टि त्यो बनायो नि रोज पनि त्यही बसाइदियो पैसा त हेलो के छ अनि दाइ अहिले त खासै केही छैन मिस्टर झोले
तिमीहरूले खानुहुन्छ नि बारी अब तिमीहरू दुईटा खानु बस्यो गइहाल्नु पर्छ। अब हामी जाने तयारीमा छौँ होइन लगभग हामी अन्तिम चरणमै छौँ। साथीहरू ल हामी लगभग सक्यो है। रोहित ल लगभग हामी फर्किँदैछौँ है ल। अब हामी अर्को वर्ष फेरि ल भाइ ल लगभग भ्याइयो हाम्रो होइन सक्यो। यसरी हान्दाखेरि चाहिँ हिजो एउटा बोका यसमा त 5 रन छैन जम्मै 700 छ अनि ककालाई भर घर बस्नु थाले जान्न नि पर्यो गणेशमाले जानु पर्ने कन्याकुमारीहरू हाम्रो चोकिले खलकको अब यो हाम्रो लगभग अन्तिम चरण हो के भन्छ कलाइ हैन गरे जस्तो हुन्छ फेरि खचले गरे जस्तो हुन्छ फेरि हाँसा जस्तो हुन्छ बिस्तारै हुन्छ नि अब चोकेलीको देउता चाहिँ एक घरबाट अर्को घरमा चाहिँ सार्ने कार्यक्रम भइरहेछ। यो चाहिँ हाम्रो चोकेली खलकको देउता है। यो एकदम खतरा हाम्रो चोकेली खलकको देउताले चाहिँ यो घर छोडिसकेको छ। अब हामी अर्को घरमा लाग्दैछौँ है। एउटा घरबाट अर्को घरमा चाहिँ हाम्रो कुल देउता चाहिँ भित्राउने कार्यक्रम भइरहेछ है। ट्याक्क लगाएर ल ल ल पुरानो घरबाट नयाँ घरमा चाहिँ देउता सर्दैछ है। पुरानो बाउले चाहिँ नयाँ बाउलाई हस्तान्तरण गर्दैछ देउता। देउता हस्तान्तरण गर्ने कार्यक्रम पनि लगभग भ्याइयो होइन। लगभग आजको दिवाली पूजा पनि है समाप्त पुरा जानकारी एकछिनपछि गराउँछु भन नि त नि। यसो हँसाउने कार्यक्रम भइरहेको हाम्रो गणेश दाजुबाट। ल बसौँ अब कुर्सीतिर यसो कुर्सीको समस्या भयो। अन्तिम चरणको भिडियो हुन्छ है यो अब रोटी खाँदै यो
यो हाम्रो फाइनल भिडियो है दाइ अन्त दाइ यो हाम्रो आजको अन्तिम फाइनल भिडियो ल हेरौँ दाइ के भन्नुहुन्छ दिवालीको लास्ट भिडियो पूजाको राम्रो हो सबैलाई परिपाव हुनुपर्छ र जाने मान्छेले पनि अलिकति समयमा सोचेर दिवालीमा फर्केर आउनुपर्छ हाम्रो धारणा त्यो हो आज चोकेली खेलाको टी सर्ट लगाइएको छ अर्को वर्ष के गर्नुपर्छ समयले फर्केर आउनु होला धन्यवाद अन्तिम रहेछ नि त 81 बाई 82 वेलकम हाम्रो ठिक छ विष्णु के छ तिमी त रुवा हो क्या देउता अर्को घर गयो भनेर हो आज त आइन यार हो देउताको के भन्छ भित्राइदिन होइन के छ आन्टी तपाईँको भनाइ ल हाम्रो सागरलाई धेरै मिस भइरहेको है हामीले यहीँबाट ल अङ्कल चाहिँ देउता भित्राउन भनेर आउनुभयो यही देउता भित्राउन भनेर चाहिँ ट्याक्क छुट्टी आउनु भएको छ है आजको कार्यक्रम हाम्रो सक्यो